न्युजिल्यान्डमा ओपन वर्क भिजा हुनेले आफ्नै कम्पनी खोल्न मिल्ने नियम आएको छ। 20 अप्रिल 2026 देखि ओपन वर्क भिजा होल्डरहरूको इम्प्लोइमेन्ट कन्डिसनमा चेन्ज हुने कुरा चाहिँ इमिग्रेसनले नोटिस निकालेको छ र त्यसको लागि इमिग्रेसनले ओपन वर्क भिजालाई दुईवटा क्याटेगोरीमा बाँडेको छ। पहिलो क्याटेगोरीमा पर्नेहरूले चाहिँ जुनसुकै इम्प्लोयरसँग पनि मजाले काम गर्न मिल्ने, आफ्नै बिजनेस खोल्न पाउने र सेल्फ इम्प्लोइड भएर चाहिँ सोल ट्रेडर चाहिँ बिजनेसहरू चलाउन मिल्ने कन्डिसन छ। र यो ओपन भिजामा पर्नेहरू पार्टनर अफ वर्कर वर्क भिजा, पार्टनर अफ स्टुडेन्ट वर्क भिजा, पार्टनर अफ स्टुडेन्ट वर्क भिजा सपोर्टेड बाई न्युजिल्यान्ड गभर्नमेन्ट एन्ड फन्डेड थ्रु मिनिस्ट्री अफ फरेन अफेयर एन्ड ट्रेड। अनि अर्को पोस्ट स्टडी वर्क भिजा, पार्टनर अफ न्युजिल्यान्डर वर्क भिजा, पार्टनर अफ मिलिटरी वर्क भिजा हो। यो भिजा क्याटेगोरीहरू परेका छन्। सिम्पल तरिकाले बुझ्नु पर्दाखेरि यदि तपाईले चाहिँ पढाइसकेर पोस्ट स्टडी वर्क भिजामा हुनुहुन्छ भने अब तपाईले न्युजिल्यान्डमा कम्पनी खोल्न मिल्ने भयो। अर्को एक्जाम्पल चाहिँ तपाईको पार्टनर चाहिँ वर्क भिजामा हुनुहुन्छ अनि तपाईको चाहिँ पार्टनरशिप बेस्ड वर्क भिजा ओपन भिजा छ भने तपाईले पनि न्युजिल्यान्डमा कम्पनी खोल्न पाउनुहुन्छ। तर याद गर्नुपर्ने कुरा के छ भने त्यो कम्पनीमा तपाईहरुले कसैलाई पनि इम्प्लोइमेन्ट दिन मिल्दैन, डाइरेक्टली या इन्डाइरेक्टली। स्यालेरी कन्ट्र्याक्ट केही पनि दिन मिलेन, कम्प्लिटली एक्लैले चलाउनु पर्यो त्यो कम्पनी। पहिलेको नियम अनुसार चाहिँ ओपन वर्क भिजा होल्डरहरूले सेल्फ इम्प्लोइड भएर सोल ट्रेडर एक्टिभिटिजहरू गर्न मिल्थ्यो, कन्ट्र्याक्ट बेसिसमा काम गर्न मिल्थ्यो। तर अबदेखि बकैदा लिमिटेड कम्पनी खोलेर चाहिँ कम्पनी नै चलाउने बाटो खुलेको छ। यो चाहिँ राम्रो न्युज हो जस्तो मलाई लाग्छ। अनि तपाईहरुको कम्पनी खोल्ने प्लान छ कि छैन कमेन्ट गर्नु।